वन आरजेका भाइहरू अहिले जिएलसीमा व्यस्त हुनुहुन्छ। आज चाहिँ उहाँको एडभान्स टु कन्ट्याक्ट रहेछ। यहाँ फोकस्टोनको लोकल ट्रेनिङमा एरियामा आएको छु। भाइको नाम चाहिँ रोशन गुरुङ। राइट, जिएलसी कस्तो हुँदैछ? अहिलेसम्म राम्रै भइरहेछ। राम्रो भइरहेछ है। अहिले के थियो तपाईँको एडभान्स टु कन्ट्याक्ट होइन? हजुर। अनि किन गरिन्छ एडभान्स टु कन्ट्याक्ट? एडभान्स टु कन्ट्याक्ट चाहिँ अब एनिमीको लाइकली पोजिसन थाहा हुन्छ हामीलाई। तिनीहरू चाहिँ छरिएर बसेको हुन्छ। तिनीहरू चाहिँ एक आपसमा मिलेर चाहिँ हामीलाई चाहिँ काउन्टर अट्याक नगरिरहेको भनेर चाहिँ हामीले तिनीहरूले सुरुमै डिस्ट्रोय गर्नको लागि चाहिँ कन्ट्याक्ट गर्नु। अब नेक्स्टको लागि फेरि रेडी हुने क्रममा होला होइन? ओके, ल अल द बेस्ट भाइ। थ्याङ्क यू। उता भाइको नाम चाहिँ? मेरो नाम राइफलम्यान हेमन्त गेवाली। कुन कम्पनीबाट आउनुभयो? सपोर्ट कम्पनी। कस्तो जाँदैछ त नि? राम्रो जाँदैछ भनौँ। कमान्डर पाइसक्नुभयो? पाएको छैन, अब नेक्स्ट। अब आज त सिक्ने रहेछ, भोलि टेस्ट रहेछ, कति कन्फिडेन्ट हुनुहुन्छ? हजुर, अब नम्बरहरूले गर्नुभयो एडभान्स टु कन्ट्याक्ट कमान्डर पाएर। अब तिनीहरूबाट नि धेरै कुराहरू सिकिएको छ। पछि अब आफूले कमान्डर पाएपछि अब त्योभन्दा धेरै कुराहरू सिकिनेछ। अनि भोलि चाहिँ सक्दो प्रयास स्म्यास गर्ने स्म्यास गर्ने चाहिँ अनि राम्रो मार्क्स लिने अनि मिनिमम फल्टहरू गर्ने चाहिँ भोलि चाहिँ प्रयास गर्नेछु। ल त 100 मा 100 ल्याउन भोलि टेस्टमा है त। भाइको नाम चाहिँ? हजुर दाइ नमस्ते दाइ, मेरो नाम राइफलम्यान अनिश राई। अब अर्को फेरि एडभान्स टु कन्ट्याक्ट लागि रेडी? हजुर दाइ, मैले चाहिँ कमान्डरको रोल चाहिँ गरिसकेँ दाइ। अब मेरो नम्बरहरूको चाहिँ बाँकी छ। राइट, भोलि टेस्ट पैसाको एपोइन्टमेन्ट पाइसकेँ। पाइसक्नुभयो भनेपछि आजको लागि त तपाईँ अलि रिलिफ होला होइन? गर्नु पर्ला दाइ। अनि कस्तो गर्यो त आफ्नो पालामा? हजुर दाइ, आफ्नो पालामा कस्तो गर्यो त? सुरुमै त दाइ राम्रै गर्यो दाइ। राम्रै गर्यो है। ल त अल द बेस्ट है त। हुन्छ, थ्याङ्क यू दाइ। ल उता भाइको नाम के होला? तपाईँको नाम? नमस्ते। मेरो चाहिँ राइफलम्यान सन्देश राई। के हेर्दै हुनुहुन्छ? यो चाहिँ अहिले म पुरस्कार हेर्दैछु। अब चाहिँ मेरो कमान्डर एपोइन्टमेन्ट। ल अनि कति कन्फिडेन्ट हुनुहुन्छ त? कन्फिडेन्ट नै छु दाइ। हो? अब टास्क अब तपाईँको ग्राउन्ड कता हो, अगाडि हो? यो बिहाइन्ड द त्यो चाहिँ ग्राउन्ड हो हाम्रो। त्यहाँ चाहिँ हाम्रो चाहिँ एक्सिस एडभान्स। अब यस्तै रहेछ भने सिकिसक्नु भयो होला नि त होइन? सुरुमा अलिक साह्रो हुन्छ है। ओके, जेल चाहिँ कस्तो हुँदैछ? जेल चाहिँ सोफा राम्रै हुँदैछ। ओके, ल त भाइ राम्रो गर्नु होला राम्रो कमान्डरमा। हजुर, हुन्छ, थ्याङ्क यू दाइ। उता आर्म नम्बर 6 रहेछ, भाइको नाम चाहिँ? मेरो नाम सुनाङ लिम्बू दाइ। कस्तो हुँदैछ जेएलसी? जेएलसी जस अहिलेसम्म राम्रै भइरहेछ। टास्क कमान्डर पाइसक्नुभयो? कमान्डर अब बाँकी छ दाइ। कति कन्फिडेन्ट हुन्छ सबै थाहा भइसक्यो होइन? हजुर, मोटामोटी थाहा भइसक्यो। अब दिमागमा सोचे जस्तै एक्जिक्युट भयो भने चाहिँ राम्रो हुन्छ दाइ। ल त अल द बेस्ट भाइहरूलाई है त। थ्याङ्क यू दाइ। थ्याङ्क यू।